सेकुवा खान जाँदाखेरि त्यो रसिलो मुलाको अचार जति खाए पनि नपुगेपछि मैले चाहिँ अब घरमै बनाउने निर्णय गरेँ। यो बनाउनको लागि चाहिँ मैले यहाँ 4 केजी मुला ल्याएर यसरी काटेर अनि त्यसपछि नुन र बेसार मोलेर पानी तैरियोस् भनेर यसरी राखिदिएँ। त्यसपछि मैले अचारमा हाल्ने मसलाको लागि जिरा, धनिया, मेथी अनि मधिसे सुपलाई चाहिँ यसरी भुटिसकेपछि चाहिँ एकछिन सेलाउन राखेपछि मैले यसलाई चाहिँ ग्राइन्डरमा राखेर यतिको चाहिँ बनाएँ। यसलाई चाहिँ धेरै मसिनो पनि बनाउनु हुँदैन। मैले यहाँ रायोलाई पनि त्यसै गरी भुटेर पिने। त्यसपछि एउटा कराई लिएर तोरीको तेल राखेँ। तोरीको तेलमा चाहिँ मेथी अनि अलिकति सोप पनि राखेर तताएँ। त्यसपछि यो तेल चाहिँ सेलाइसकेपछि मैले यो अहिलेको मुलालाई राखेँ अनि हरियो खुर्सानीलाई राखेँ अनि यो मसलाहरूलाई पनि राखेँ। त्यसपछि मैले राखेँ चिली फ्लेक्स। हजुरहरूले डल्ले खुर्सानीहरू राख्दा पनि हुन्छ, कति पिरो खाने त्यो अनुसारले राख्नु। त्यसपछि स्वादअनुसार नुन राखेँ अनि त्यसपछि बेसार राखेँ अनि मैले राखेँ यहाँ अलिकति भिनेगर पनि राखिसकेपछि मजाले मिक्स गरेँ। यसरी मिक्स गरिसकेपछि चाहिँ हाम्रो अचार चाहिँ लगभग रेडी भइसक्यो। अब मैले चाहिँ यसलाई सिसाको बट्टामा राखेँ। यसरी सिसाको भाँडामा राख्दाखेरि चाहिँ पहिला सुरु हजुरहरूले तोरीको तेल राखेर सबैतिर दल्नु होला। त्यसपछि चाहिँ यो मुलाको अचारलाई चाहिँ खादी राख्नु होला। भरि पनि राख्नु हुँदैन किनभने उम्लेर आउन सक्ने हुन्छ। त्यही भएर यति जति भरेपछि हाम्रो मुलाको अचार रेडी भयो। अब यसलाई चाहिँ 3-4 दिनदेखि नै खान मिल्छ। मैले यहाँनिर 4 केजी मुला लिएको थिएँ, त्यसबाट चाहिँ मेरो 5 डब्बा अचार बनेको छ। हजुर पनि यस्तै गरी अचार बनाएर खानु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियोज एन्ड फलो फर मोर रेसिपिज। बाई।